यहाँनिर थियो नि जो चिडियाखाना यहाँनिर थियो अहिले भनेको यता कति राम्री गाई गङ्गा हेर मोमो कस्तो दाम निस्किँदो रहेछ यो फोनबाट त हाम्रो भाउजू यहाँ हुनुहुन्छ दाजु हामी आज घुम्न आएकै बर्खी खानु आएको यहाँ फेरि हामी यहाँनिर यतिलाई है कहाँ थियो पोखरी थियो नि यहाँ हाम्रो बहिनी सेल्फी खिचेको हो कि भिडियो बनाएको थाहा भएन फोटो खिचौँ न हेलो खापेको नगए पनि हामी चाहिँ दिदी बहिनी जस्तो देखिन्छ त हामी चाहिँ दिदी बहिनी सौता सौता जस्तो देखिन्छ काइलाको छोरी भनेको छोरी सौता सौता जस्तो देख्छु म त दिदी बहिनी सौता सौता त भन्छ टिकटक हो टिकटक फोटो नि खिच्नु न होला 22वटा मेरो त यहाँ हाँस्दाखेरि मेरो त फेरि 22वटा मुजा पर्छ कि आउनु त्यही भएर हामी यहाँदेखि झरेको अब अन्त के छ हामी यहाँदेखि हिँडेको यहाँ अब निस्केर दाजु अगाडि हिँड्दै हुन्छ कस्तो दामी छ क्या अलिकति म चाहिँ भ्लग बनाउने मान्छे हो अनि के याक्छुङ बे हो चाहिँ यहाँनिर थियो नि जो चिडियाखाना यहाँनिर थियो अहिले भनेको यता पारि कहाँ सारेको छ कुमारले फोटो खिच भन्छ मलाई रिस उठ्यो कति राम्री गाई फोटो खिच्नु हुँदैछ कालो आइरहेछ साँच्ची नि कार्यक्रम हुँदैछ यो चाहिँ कहाँ छ माछा यहाँ चाहिँ के बनाउँछ पुल बनाउँछ होला है पछि जानलाई यहाँ त यस्तो टाढा सारेको छ नि यहाँ हो जङ्गल जङ्गलै जङ्गल दुईटा कामै भयो कहिले कहिले यसो सम्झना बिर्सना भइरहन्छ बके बेला घुमिराखेको होइन होला होला होइन खोइ ए ऊ यहाँ रहेछ ग्याङ एउटा ग्रुप चाहिँ है यहाँ कुमारीको नाति कुमारीको बाजे खोइ हेरौँ आमै नि बिल्लो यता ल यी कहाँ गएको यता आइज न कस्तो मजा खेल्दैछ के गरेको यो सानो फेरि के कोट्याएको यसले ओइ के कोट्याएको भन् भिडियो बनाइदिन्छु भने के कोट्याएको यसले हो यता होइन होला के छ त्यहाँभित्र यता मुसा छ तर एकचोटिमै 6-7 वटा जन्माउँछ यसले बच्चा चाहिँ उतापट्टि रहेछ हो यहाँ मर्यो होला के हो किन हल्लेको होला ऊ भेट्यो भने एक साग बनाउँछ है जङ्गलमा यस्तो भेट्यो भने त अनि निरिसक्छ होला बिहोस हुन्छ नि यही ठाउँको एक्लै त अनि होला नि हल्ला गर्न मुसाहरू चाहिँ घुमेर फर्केको है घर त होइन
यतादेखि यता फर्केको हामीहरू बाटो चाहिँ यस्तो छ पानी पऱ्यो भने त खतरा हुँदो रहेछ चिप्ला ओइ यता हेर यहाँ क्या नि यो त के हो र गल्यो भोजे आउँदैन इम सक्यो